हजुर, आज चाहिँ म प्रख्यात र सुन्दर ठाउँहरू भन्दा पनि विश्वको एउटा कुख्यात ठाउँमा आइपुगेको छु। नमस्कार। यतिखेर चाहिँ म पोल्यान्ड देशको सांस्कृतिक राजधानी क्राको नजिकैको अस्विट्स भन्ने ठाउँ आएको छु। यो धेरैले सुन्नु नभएको ठाउँ हुनसक्छ, तर यो भन्दै गर्दा मेरो मात्र होइन, म लगायत सायद सबैको पनि आङ सिरिङ्ग हुने तथ्याङ्क म दिन्छु हजुरलाई। संसारमा एउटा ठाउँ जसमा चाहिँ सबैभन्दा बढी नरसंहार लगभग 11 लाख मान्छे मरेको एउटै ठाउँमा 11 लाख मान्छेको मृत्यु भएको ठाउँ हो यो, जसको नाम हो अस्विट्स र जुन पोल्यान्डमा पर्दछ। अस्विट्स नाम धेरैले नसुने पनि एडोल्फ हिटलरको नाम धेरैले सुन्नु भएकै होला। हिटलर आफै जर्मन नागरिक नभए पनि अस्ट्रियन भएर जन्मिए पनि जर्मनीमा गएर आफ्नो शैतानी दिमाग प्रयोग गरेर चाहिँ ठुलो मानव संहार, नरसंहार, जनसंहार गरेका थिए दोस्रो विश्वयुद्ध ताका। म त्यही अस्विट्स भन्ने ठाउँमा आएको छु, जुन चाहिँ अङ्ग्रेजीमा नाजी जर्मनीको बेलामा कन्सन्ट्रेसन क्याम्प अथवा एक्सटर्मिनेसन क्याम्पहरू भनेर हजारौँ लाखौँ मान्छेहरू ल्याउने गरिन्थ्यो। र यो अस्विट्स क्याम्प चाहिँ पोल्यान्डमा परे तापनि त्यति बेलाको सबैभन्दा ठुलो कन्सन्ट्रेसन क्याम्प मध्येमा पर्ने रहेछ। हिटलर आफैमा मेजोरिटी चाहिँ उनको दिमाग चाहिँ संसारभरिका यहुदीहरू, ज्युजहरूलाई सक्ने, त्यस पछाडि त्यस सँगसँगै समलिङ्गीहरू, रोमा जातिहरू र उनले आर्यन नमान्ने जाति सबैलाई चाहिँ सक्नेतिर गएर धेरैवटा देशहरू चाहिँ कब्जा गर्दै, जसमा दिमा पोल्यान्ड चाहिँ सबभन्दा पहिलो देश थियो। र यो पोल्यान्डको धेरै शताब्दीसम्म राजधानी रहेको र सांस्कृतिक केन्द्र रहेको क्राको, अहिले वार्सा भए पनि धेरै समयसम्म क्राको नै राजधानी थियो र अहिले पनि सांस्कृतिक केन्द्र छ। यो क्राकोको नजिकै चाहिँ अस्विट्स भन्ने र अस्विट्स बिर्केनाउ भन्ने क्याम्प रहेछ, जुन चाहिँ सबैभन्दा ठुलो रहेछ। मलाई पनि थाहा थिएन। अब धेरै कुराहरू जस्तो हजुरहरूलाई हिटलर धेरैलाई चाहिँ अब जस्तो जर्मन हो भन्ने लाग्न सक्छ, तर अस्ट्रियन हो। र सबैभन्दा ठुलो अब यो मानव नरसंहार गरिएको ठाउँ जर्मनीमै होला भन्ने लाग्छ धेरैलाई, तर पोल्यान्डमा रहेछ सबभन्दा ठुलो कन्सन्ट्रेसन क्याम्प। यहुदीहरूको यहाँ अब कल्पनै गर्न नसक्ने ग्यास चेम्बरहरूमा मार्नेदेखि लिएर धेरैलाई त्यतिकै गोली हानेर मार्नेदेखि लिएर अब एउटै ठाउँमा सबैभन्दा बिगेस्ट म्यासाकर अफ द वर्ल्ड इन अ सिङ्गल लोकेसन रहेछ यो अस्विट्स। अलमोस्ट 1.1 मिलियन, सो 11 लाख नेपालीमा भन्नुपर्दा मान्छे एउटै ठाउँमा मृत्यु भएको सुन्दाखेरि त हामी नेपालीहरू चाहिँ त्यस्तो नरसंहारबाट कहिले पनि गुज्रिन नपरोस्, मेरो चाहिँ त्यही कामना छ सबैजनाको लागि। त्यो सुन्दाखेरि त धेरैवटा देशहरूको नरसंहार त के नरसंहार भएर जस्तो लाग्यो नि, तर जे भए पनि मानिसको ज्यान गुम्नु भनेको राम्रो होइन। र यो ठाउँको कसरी चाहिँ यहाँ यहुदीदेखि लिएर सबै यो हिटलरलाई मन नपर्ने मान्छेहरू कसरी ल्याइन्थ्यो र कहाँ मारिन्थ्यो, कसरी मारिन्थ्यो, त्यसको केही फोटो भिडियो खिच्न मिल्ने ठाउँहरूमा म खिच्ने नै छु। एउटा अब हजारौँ मान्छे, लाखौँलाई चाहिँ यो रेलमा जसरी ल्याइएको थियो त्यो रेलको अलिकति भाग अझै पनि रहेछ, म हजुरहरूलाई देखाउने छु। र यी सबै जसले चाहिँ दोस्रो विश्वयुद्धमा नाजी जर्मनीको कारणले गर्दाखेरि र हिटलरको प्रमुख कारणले गर्दाखेरि ज्यान गुमाउनु पर्यो, तिनीहरूको आत्माको चिरशान्ति कामना गर्दै एकछिन पज गरेँ। नेपालतिर जान चाहन्छु अहिले। यो पछाडिको चित्र देखिहाल्नुभयो होला, यो कन्सन्ट्रेसन क्याम्प छिर्ने बाटो हो। यो धेरै मुभीमा, फोटोहरूमा देख्नुभयो होला, ऐतिहासिक चित्रहरूमा। तर नेपालतिर जाँदाखेरि नेपालमा अलिकति उत्साह बढेको छ। यो नयाँ सरकारले कामहरू सुरु गरिसकेको छ र मेरो विचारमा मैले देख्दाखेरि 3 जना, आई थिङ्क 3 people are spearheading this new government. रवि लामिछाने, आरएसपीको पार्टी चेयरम्यान, देन स्वर्णिम मोगले, फाइनेन्स मिनिस्टर, र देन अफकोर्स आवर यङ्गेस्ट पिएम बालेन शाह। 3 जनाले चाहिँ यो गभर्मेन्ट स्पिडमा हाकिराख्नु भएको छ। 100 दिन क्रस भइसक्दा जनताहरूले के चाहिँ एचिभ भयो 100 दिनमा, साधारण चिज नै भए पनि त्यति कुराहरू चाहिँ सेयर गरिदिनु भयो हुन्थ्यो। मेरो अनुरोध त्यो छ। र यो ठाउँ, यो यत्रो नरसंहार भएको ठाउँमा आउँदै गर्दाखेरि नेपाल किन सम्झिन चाहन्छु म भने, नेपालमा यस्तो नरसंहार कहिले पनि भएको छैन, नहोस् पनि। तर साधारण यो ऐतिहासिक क्षणले चाहिँ के देखाउँछ भने, के पाठ सिकाउँछ भन्दाखेरि एउटा मान्छेको अथवा केही मान्छेहरूको गलत नियत र गलत निर्णयले गर्दाखेरि के हुनुपर्ने संसार
अब जस्तो हिटलरले सही निर्णय लिँदै गए भए जर्मनी यतिखेर सुपर पावर हुन्थ्यो होला, अमेरिकालाई पनि टप्ने निश्चित जस्तो नै थियो वर्ल्ड वारमा, तर त्यो भएन। त्यस्तै म चाहिँ के अनुरोध गर्न चाहन्छु भने सुरुवात त बधाईबाटै दिन चाहन्छु। 100 दिन क्रस हुँदाखेरिसम्म राम्रै कामहरू, राम्रै थालनीहरू भइरहेछ भन्ने सुन्दैछु नेपालमा पनि, त्यस्तै नै भइराखोस्। तर एउटा यो ऐतिहासिक ठाउँबाट उभिएर यो प्रसारण गर्दाखेरि चाहिँ केही अनुरोध र केही सावधानी पनि राख्नुहोस् भन्न चाहन्छु। स्पेसली अहिलेको सरकार र स्पेसली 3 जना जसको नाम लिएँ मैले, उहाँहरूले चाहिँ अरूमा हजुरहरू धेरै नै अब्बल नै र जानकारी राख्नु नै भएको छ। मेरो अनुरोध चाहिँ यो सरकारको काम कारबाही के कस्तो हुँदैछ एटलिस्ट 2-3 महिना 2-3 महिनामा एउटा मेजर देशको नाममा सम्बोधन गरिदिनुहोस्। सकेसम्म प्रधानमन्त्रीज्यूले गर्नुहोस्। लुक्नुपर्ने बस्नुपर्ने जरुरी नै छैन। आफूले गरेको काम एकदमै खुलेर देखाउन भन्न लाज मान्नुपर्ने हुनै छैन। त्यस पछाडि अर्को अनुरोध भनेको चाहिँ यो विश्वविद्यालयको नियुक्तिदेखि लिएर सरकारी काम कारबाहीको धेरै पदहरूको नियुक्तिमा चाहिँ एकचोटि होइन, 10 चोटि होइन, 100 चोटि भन्दा बढी सोचेर मात्र निर्णय गर्नु होला नियुक्तिहरूमा, किनभने हजुरहरूको निर्णयले चाहिँ 5 वर्षलाई मात्र होइन, धेरै पछिसम्मलाई चाहिँ असर पर्नेछ। नियुक्ति जसलाई गरिन्छ उहाँहरूको पछिसम्मको इन्ट्रेस्ट के हो, पछिसम्म नेपाललाई के कन्ट्रिब्युट गर्न सक्नुहुन्छ, योहरू कुराहरू चाहिँ हजुरहरूले डाइरेक्टली ब्याकग्राउन्डमा बसेर नियुक्ति गर्न भन्दा पनि अलमोस्ट लाइक भन्न सकिन्छ जस्तो अब अमेरिकामा जसरी प्रेसिडेन्टको, राष्ट्रपतिको समेत वाद विवाद डिबेट हुन्छ भने यो नियुक्तिहरूको पनि स्पेसली हायर पोस्टहरूको चाहिँ लाइभ टेलिभाइज डिबेट किन नगर्ने होइन, त्यो गरेर जनता, नेपाली जनताले नै देख्न सकुन् कस्तो क्यान्डिडेट चाहिँ नियुक्त हुँदैछन् भनेर, त्यो एउटा अप्सन। त्यस्तै केही प्रतिस्पर्धाहरू गर्न सक्नुहुन्छ डाइरेक्टली अपोइन्ट गर्ने भन्दा पनि, यदि पोसिबल छ भने चाहिँ स्पेसली यो अब भनौँ अब युनिभर्सिटी जस्तो एकदमै इम्पोर्टेन्ट विश्वविद्यालय जस्तो कुराहरूको नियुक्ति, राजदूत जस्तो नियुक्ति, अनि देशको सुरक्षाको पोजिसनहरूको नियुक्ति र कानुनको पोजिसनको नियुक्तिहरू चाहिँ हजुरहरूले चाहिँ विचार गरेर गरिदिनु होला। यति हो मेरो भन्नु चाहिँ। यो विश्वको सबैभन्दा ठुलो नरसंहार भएको ठाउँमा बस्दै गर्दाखेरि यही अनुरोध गर्न चाहन्छु र हामी नेपालीहरूले यस्तो नरसंहार यति ठुलो स्केलमा 11 लाख एकैचोटि एउटै ठाउँमा मर्ने जस्तो कहिले पनि यो सामना गर्नु नपरोस् भन्दै यति भन्दै म यो भिडियो अन्त गर्न चाहन्छु। नेपालका यी 3 प्रवीण लामिछाने, बालेन्द्र शाह र स्वर्णिम वाग्ले तिनैजनालाई सफल कार्यकालको शुभकामना र हामी सबैजना नेपालीहरूलाई चाहिँ नमस्कार। यति भन्दै म चाहिँ यो भिडियो टुङ्ग्याउन चाहन्छु। नमस्कार, जय नेपाल, जय श्री पशुपतिनाथ।